आज हामी मतलब निमोनिक्सको साथमा हामी त्यो तीनवटा क्लास जुन चाहिँ फार्माकोनोसी सेकेन्ड इयर डिप्लोमा लेभलमा पढाइ हुन्छ त्यो फार्माकोनोसी जसमा तीनवटा प्लान्टहरू पढ्नुपर्छ तीनवटा टाइप्सको यो प्लान्ट्सहरू जो क्लासको प्लान्ट्सहरू अल्कालोइड्स ग्लाइकोसाइड्स ट्यानिन्स र यिनीहरूको प्लान्ट्सहरू कसरी याद गर्ने यो इक्जाम्पलमा सोधिरहेको हुन्छ इक्जाम्पल राइट अब इक्जाम्पल एनी टु इक्जाम्पल अफ अल्कालोइड्स भन्छ ग्लाइकोसाइड्स भनिदिन्छ कहिले ट्यानिन्सको सोधिन्छ सोधिरहेको हुन्छ र यस्तो प्लान्ट्सहरू कसरी याद गर्ने विथ निमोनिक्स भन्छ अल्कालोइड्स यो लाइटको कारणले हेरिरहेको छैन होला र अल्कालोइड्सको प्लान्ट्सलाई कसरी याद गर्ने चाहिँ ब्रो भिभिआइसी बी फोर बेलाडोना र आर फोर राउल्फिया ओपियम त्यसपछि भी पछि भिन्का बीबाट भसाका र ईलाई छ नि आईलाई ई जस्तो मान्ने के ई जस्तो मान्ने यो बिचमा डाँडी छ ई जस्तो मान्ने हैन आईलाई र आईबाट के हुन्छ ईबाट के हुन्छ इफेड्रा र सीलाई सिन्कोना लास्टमा छँदैछ र के हुन्छ ग्लाइकोसाइड्सको प्लान्ट्सहरू कसरी आउँछ डिलिसे आयोसेना यो निमोनिक्स हो डिलिसे आयोसेना डिआईबाट डिजिटालिस भयो यलबाट ल्युकोराइसी यस ई हुन्थ्यो नि डिलिसे यस ई हुन्थ्यो त यस ए राखेको छु किनकि स्प्लिङ सजिलो होस् कारणले र सेपिन्डस आई एबाट एलोइ हुन्छ र के भन्छ यसबाट के हुन्छ सेना इजिली हामी रट्न सक्छौँ याद गर्न सक्छौँ ग्लाइकोसाइड्सको प्लान्ट्सहरू र ट्यानिन्स ब्ल्याक बेटी इज नट माई गर्ल यो निमोनिक्स युज गर्यो भने बीबाट ब्ल्याक क्याचु बेटी भन्ने वर्डमा चाहिँ बिटल आउँछ र नटलाई यनोटी पनि राख्न सक्नुहुन्छ र यनयुटी पनि राख्न सक्नुहुन्छ यनयुटी नट गर्ल राख्न सक्नुहुन्छ र यमबाट माइरोब्लान्स नट गर्ल यमबाट वाइबाट माइरोब्लान्स र यनयुटी नट गर्ल राख्न सक्नुहुन्छ के यसरी तपाईँ याद गर्न सक्नुहुन्छ